समानुपातिक तर्फ अहिलेसम्म 21,39,543 मत गणना भएको छ भने रासोपाले 11,01,625 मत ल्याएर 51.49% ल्याएको छ। त्यसै गरी नेपाली कङ्ग्रेसले 3,62,420 मत ल्याएर 16.94% ल्याएको छ। त्यसै गरी नेकपा एमाले 2,91,181 मत ल्याएर 13.61% ल्याएको छ। त्यसै गरी नेपाल कम्युनिस्ट पार्टीले 1,27,191 मत ल्याएर 5.94% ल्याएको छ। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले 78,324 मत ल्याएर 3.66% ल्याएको छ। त्यसै गरी श्रम सांस्कृतिक पार्टीले 45,094 मत ल्याएर 2.11% ल्याएको छ।